माथिल्लो तलामा छोरा बुहारी गफ गरिराखेका थिए। तल्लो तलामा बसेर आमा बत्ती काटिराख्नु भएको। माथिल्लो तलामा छोरा बुहारीले गरेको कुराकानी आमाले प्रष्ट सुनिरहनु भएको हुन्छ। अनि छोरा बुहारीको कुराकानी कस्तो थियो? बुहारीले छोरालाई श्रीमानलाई भनेको आमाले सुन्नुहुन्छ, तिम्री आमा सधैँ घरमा बसिरहने अनि म चाहिँ सधैँ तिम्री आमालाई कुरेर बसिरहने, मैले मेरो जीवन जिउन पर्दैन। श्रीमानलाई प्रश्न गर्छिन् श्रीमतीले। त्यो तल आमाले सुन्छिन् बुहारीले गरेको आफ्नो छोरालाई प्रश्न। अनि छोराले भन्छ, श्रीमानले भन्छ, के गरौँ त मैले भन न, के गरौँ? श्रीमतीले भन्छ, केही समय केही वर्ष तिम्री आमालाई वृद्धाश्रममा लगेर राखिदिए हुन्न र? छोराले अलिक चर्को आवाजमा भन्छ, के कुरा गरिदिए जसले मलाई जन्माउनु